नयाँ जोस, नयाँ आशा र नयाँ शैक्षिक सत्रको सुरुवात। नमस्ते अनि स्वागत छ हाम्रो युट्युब च्यानलमा यहाँहरू सबैलाई। आज हामी गान्धी आदर्श माध्यमिक विद्यालय काठमाडौँमा कक्षा 11मा भर्ना हुनुहुने नयाँ विद्यार्थी भाइ बहिनीहरूलाई कक्षा 12का दाइ दिदीहरूले गर्नुभएको स्वागत कार्यक्रममा छौँ। अब यस गान्धी आदर्श माविमा भर्ना भएका कक्षा 11का भाइ बहिनीहरूको लागि आगामी 2 वर्ष किताब, कक्षा अनि परीक्षा मात्र नभई नयाँ नयाँ साथीहरू बनाउने, नयाँ सिप सिक्ने र आफ्नो उज्जवल भविष्य निर्माण गर्ने सपना साकार गर्ने समय पनि हुन सक्छ। हार्दिक अनुरोध गर्दछौँ। विद्यार्थी भाइ बहिनीहरू, हामी यस विद्यालयमा नयाँ विद्यार्थीहरूलाई आज स्वागत गरिरहँदा 2065 सालदेखि अध्यापन गराइरहेका शिक्षकहरू पनि छौँ। पछि जोडिँदै हुनुभएका शिक्षकहरू हुनुहुन्छ। सम्पूर्ण शिक्षक साथीहरू, हाम्रा संयोजक इन्चार्जज्यू लगायत यहाँ उपस्थित सम्पूर्णमा म गीता सापकोटाको तर्फबाट र सम्पूर्ण शिक्षकको तर्फबाट न्यानो स्वागत अभिवादन नमस्कार गर्न चाहन्छु। आज यस विद्यालयमा कक्षा 11मा आदरणीय शिक्षक साथीहरू, 12का विद्यार्थी भाइ बहिनीहरू तथा आजका आकर्षणका केन्द्रबिन्दु क्लास 11का नव आगन्तुक विद्यार्थी भाइ बहिनीहरू, अध्ययनको सिलसिलामा आफ्नो लाइफको नयाँ च्याप्टर सुरु गरेर गान्धी आदर्श माविलाई रोजेर आउनुभएका विद्यार्थी भाइ बहिनीहरूलाई म मेरो हृदयदेखि गान्धी आदर्श माविको तर्फबाट र मेरो तर्फबाट स्वागत भन्न चाहन्छु। सुस्वागतम। अध्ययन गर्नका लागि उच्च शिक्षा अध्ययन गर्न आउनुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र आजका कार्यक्रमको मुख्य आयोजक कक्षा 12का सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई म सम्पूर्ण विद्यालयको तर्फबाट र अतिरिक्त क्रियाकलाप संयोजकको हिसाबले र सम्पूर्ण सहकर्मी शिक्षकको तर्फबाट यहाँहरू सबैलाई शुभ प्रभात स्वागत गर्न चाहन्छु। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू हाम्रो देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म 77वटा जिल्लाबाट यहाँ उच्च शिक्षा अध्ययनको सिलसिलामा आउनु भएको छ र तपाईँहरूको उच्च भविष्यका लागि हामी सम्पूर्ण शिक्षक टिमहरू गान्धी आदर्श परिवार, शिक्षक अभिभावक सङ्घ, विद्यालय स्थान समिति, सम्पूर्ण शिक्षक अध्ययनको सिलसिलामा आफ्नो लाइफको नयाँ च्याप्टर सुरु गरेर गान्धी आदर्श माविलाई रोजेर आउनुभएका विद्यार्थी भाइ बहिनीहरूलाई म मेरो हृदयदेखि गान्धी आदर्श माविको तर्फबाट र मेरो तर्फबाट स्वागत भन्न चाहन्छु। सुस्वागतम।
कक्षा 12 मा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूले जुन एउटा आत्मीयतापूर्वक जुन स्वागत गर्नुभएको छ, यहाँहरू सम्पूर्ण आयोजक विद्यार्थी भाइ बहिनीहरू, हाम्रो विद्यालय शिक्षक परिवार लगायत सम्पूर्णलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट यहाँहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँ कक्षा 12 को विद्यार्थी हो अनि तपाईँको आजको कार्यक्रम तपाईँहरूले आयोजना गरेको होइन? तपाईँलाई कस्तो लाग्यो त यो कार्यक्रम? एकदम राम्रो लाग्यो। 12 को फेयरवेल भन्दा नि यो 11 को वेलकम राम्रो भयो, यसपालि पनि राम्रो भयो। तपाईँ पनि 12 क्लास नै हो? हजुर, म 12 म्यानेजमेन्ट बी सेक्सन बी को मा। तपाईँ कति क्लास? 11 क्लास 11। अनि यो आजको आयोजना कस्तो लाग्यो तपाईँलाई? एकदम राम्रो लाग्यो सर। एकदम राम्रो लाग्यो। हजुर। अनि अर्को वर्ष तपाईँहरूले फेरि नयाँ 11 लाई स्वागत गर्नुपर्छ। अनि कसरी यस्तै गर्नुहुन्छ कि यसमा अझ थप केही थप्नुहुन्छ? थप गर्ने सर। के थप्नुहुन्छ? अब पछि कार्यक्रमहरू अब बिस्तारै राख्नु जाने कि सिक्दै जाने, अब पछि राख्नु हुन्छ नि। ल धन्यवाद। धन्यवाद सर। चन्द्र सिंह ठकुरी। आजको हाम्रो स्वागत कार्यक्रम समाप्त भइसकेको छ। आजको यो कार्यक्रमको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? मन परे लाइक सेयर कमेन्ट गर्न नबिर्सनु होला र थप जानकारीको लागि र आउने कार्यक्रमहरूको अपडेटको लागि युट्युब च्यानल हरिश फ्रम गोर्खालाई सब्सक्राइब गर्न नबिर्सनु होला। तपाईँहरू 11 क्लासको कुन फ्याकल्टीमा भर्ना हुनुभएको छ कमेन्टमा आफ्नो फ्याकल्टी लेख्नु होला। अब अर्को भिडियोमा भेटौँला। आजलाई धन्यवाद, नमस्ते, बाई बाई।